हेलो नमस्ते, तपाईलाई मेरो च्यानलमा स्वागत छ। फेरि आज नयाँ भिडियोको साथमा फेरि आइसकेँ म। आज शनिबारको दिन पनि सुख भएन, सुख भएन। कलेज लाग्दा पनि कलेज नलाग्दाखेरि नि किसानको छोरो भएको त्यस्तै हो। मैले चाहिँ आएर यत्रो खनिसकेँ, पानी जान्छ यहाँबाट चित्ताबाट। म चाहिँ फेरि टन्नै यहाँ जस्तो छ भिभी कुलो। मैले चाहिँ अलिकति खने बल्ल बल्ल, गर्मी छ नि त। कलेज जाँदाखेरि त ढुक्यो, शनिबार त गाह्रो छ। त्यहाँमाथि किसानको छोरो भएर जन्मिसकेपछि बहुत गाह्रो छ। फेरि मैले चाहिँ यति खन्ने चाहिँ भर्खरै अझै म परसम्मदेखि जति उहाँदेखिसम्म खन्नुपर्ने छ। म चाहिँ अब खन्छु, खन्दै भिडियो गर्न पनि सकिँदैन नि त। अहिले म खनिसकेपछि तल भेट्छु। मैले चाहिँ खोलेर पानी पनि ल्याइसकेँ। यत्रो बनाएर मैले पानी ल्याएर सर्र यहाँबाट पानी आइसक्यो। पानी बब्बाल्छ फेरि। आच्छु कति चिसो पानी छ, नरको पानी हो नि त, कोसीको पानी। र मुख धुनुपर्छ। आच्छु बडो चिसो छ है पानी। हेर्नु आमा, डेन्जर चिसो छ पानी। आहा क्या मत छ। पानी खानु चाहिँ हुँदैन, किनकि फोहोर हुन्छ नि त, त्यही भएर खाने अलिक अप्ठ्यारो हुन्छ। मुख धुन चाहिँ बडो चिसो छ पानी। मैले कुटो खनेर पानी पनि लगाइसकेँ नि त, उहाँ लगाइसकेँ। यति पानी चिताबाट आउँदैछ सररङ रङ पाराले। अनि यति मिहिनेत गरेर ल्याएको पानी, मुख त धुनु पऱ्यो। पसिना आएको छ, अब खुट्टा पनि धुनु पऱ्यो। खुट्टा कालो कालो भइरहेछ, गाह्रो छ। आच्छु बडो चिसो छ पानी। तर जे भने नि मिहिनेतको फल राम्रो हुन्छ। चिसो छ, कम्ता मिहिनेत गरेर ल्याएको पानी छ। म चाहिँ अब घर लाग्दिन्छु। कपाल पनि काट्नुपर्ने छ क्या, ठुलो ठुलो भइरहेछ है। यस्तो ठुलो भइरहेछ हेर्नु न। अनि कलेज जाने मान्छेले यत्रो कपाल पारेर त कहाँ हुन्छ त होइन। त्यही भएर म चाहिँ अब घरतिर लाग्दिन्छु। मेरो कुदालोले पनि डह्रो काम गरेर आज यस्तो भइरहेछ, पुरै खुम्चा खुम्ची भएर। छुट्टी भएको दिन त्यही हो, छुट्टी भएको दिन यस्तै गाह्रो। यो नि हाम्रै पढालो मैले लगाएको। यस्तो सेताको चाहिँ म चाहिँ अब घर घरै भेट्छु। म नचात पनि छैन। मैले आएर खानासाना नि खाएँ। अनि खानासाना खाएपछि माथि गएर एकछिन बस्थेँ। कपाल गलेको थिएँ। अनि यसो हेरेको कपाल त ठुल्ठुलो भएको रहेछ। अनि म चाहिँ कपाल काट्दिनँ हुन्छ कपाल काट्न। अनि मेरो चाहिँ प्लस जुत्ता पनि काटिएको थियो, कलेजको जुत्ता। कलेज जुत्ता पनि फेर्नै पऱ्यो। कलेज जुत्ता ल्याउँछु, कपाल पनि काट्छु भने त्यसमा चोकतिर यता धुइ जस्तो छ है। खेतीबारी हाम्रो चाहिँ काठमाडौँ जानु बाटो पर्छ, थोरै माथि खेती नै भनौँ न, खेती साइड नै पर्छ। यहाँ अगाडि चाहिँ काठमाडौँ जाने ठाउँ हो। यहाँ चाहिँ मुस्लिम कास्टको मान्छेहरू बस्नुहुन्छ, मुस्लिम कास्टको मान्छेहरू क्या। अनि यहाँ चाहिँ झगडाहरू डेन्जरै झगडा हुन्छ। त्यहाँबाट म चाहिँ अहिले कपाल पनि काटेर आइसकेँ। टक्कसँगले हल्का हल्का काटेँ। राम्रो राम्रो देखिरहेको लाग्छ मलाई। गाडी डेन्जर आउँछ क्या, चोक हो नि त, मेन चोक। कुरा गर्ने अचार पारिन्छ गाडीले। मैले कस्तो खास आउँछ हेर्नु है। एकैचोटि किलो भन्दा म अचार पार्छु। ओभरटेक गरिरहेको छ गाडीले, पाल भएर ल्याम्मै हानिदिन्छ। त्यही भएर म चाहिँ डर लाग्छ बाटोमा हिँड्नलाई। काटेँ, अब जुत्ता किन्न बाँकी छ। जुत्ता पनि काट्नु किन्ने, जुत्ता पनि किनेपछि टक्कसँगले हेर्नु यस्तो गाडी मिनेटमा डेन्जर आउँछ क्या। यहाँ चेकिङ खासै हुँदैन नि, त्यही भएर डेन्जर एक्सिडेन्ट धेरै जस्तो हुने गर्छ। ठ्याक्कै यहाँ चाहिँ तिर्की बन्नु भन्छ, झुम्का जाने बाटो। यहाँ चाहिँ गाडी डेन्जर कुद्छ यार। बजार ट्रक आइरहेको छ स्पिडसँगले, डेन्जर होइन। त्यही भएर साइकलमा नि उडा दिन्छ क्या। डेन्जर कुद्छ गाडीहरू। 100 स्पिड हालिदिन्छु किन, धेरै चाहिँ होइन 100 मजाले आउँछ गाडीहरू यस्तै। हामी
डेन्जर गाडी मैले चाहिँ नयाँ हेयर पनि काटेँ बब्बाल छु अनि जुत्ता पनि लिएर आएँ मैले त्यो भिडियो बनाएन किनभने गाडी उब्बरै तेज आइरहेको थियो त्यही भएर बनाएन हाम्रो चाहिँ कुखुराहरू पनि छ यता अलिअलि अनि जुत्ता हेरौँ है त बब्बाल किनेको मैले चाहिँ भोलि चाहिँ 4टा कलेज जाने हो होइन पहिलेको भिडियोमा भएको कपाल न अहिलेको भएको कपाल कुन राम्रो छ कमेन्ट गर्नु है त मैले किनेको जुत्ता बब्बाल छ नि त च्याटसँगले बब्बाल छ जुत्ता चाहिँ खतरा छ यो जुत्ता चाहिँ पहिले टक्कसँग लागेको कलेज चाहिँ आजको भिडियो चाहिँ म एन्ड गरिदिन्छु यदि भिडियो मन पर्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनु होला बाई बाई